2046 सालमा त प्रजातन्त्र आयो। 2057 सालदेखि म माओवादी पार्टीमा लागेँ। मैले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ठुलो सहयोग गरेँ। 20 वर्ष उहाँलाई सहयोग गरेँ, उहाँको नजिक भएर काम गरेँ। त्यस पछाडि गएर दुईटा कम्युनिस्ट पार्टी एक भयो भनेदेखि देशले निकास पाउँछ, राम्रो हुन्छ भनेर मैले तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेरो घरमा फागुन 3 गते कि 4 गते हो 74 को, त्यतिखेर मैले मार्सी चामल भनेर धेरै मेन स्ट्रिम मिडियाले लखेटे। त्यतिखेर मैले दुईटा पार्टी एक भयो भने देशले निकास पाउँछ, मलाई एउटै लोक थियो एफिलिएसनको। मैले किनकि मेची अञ्चलमा धेरैजना मान्छे जन्मिनुभयो, तर मेची अञ्चलको लागि सोच्नु भएन। उहाँले आफ्नो परिवारलाई मात्रै सोच्नुभयो। मैले होल नेपाललाई सोचेँ, मेची अञ्चललाई सोचेर एउटा मेडिकल कलेज बनाएँ। त्यो मेडिकल कलेजको एफिलिएसनको लागि मैले यति सङ्घर्ष गरेँ। त्यही सङ्घर्षको दौरानमा दुईटालाई मिलाउँदा एफिलिएसन पाउँछु कि भन्ने आश थियो। मेरो अरू कुनै स्वार्थ थिएन। सायद मलाई त्यतिखेर एफिलिएसन दिएको थियो भने म एउटा मेडिकल व्यवसायी भएर पूर्वतिरै बस्थेँ होला, यो ठाउँमा आज आउने थिइनँ। त्यो पनि यो नदिएको पनि राम्रै भएछ त्यतिखेर। अहिले किनभने यो ठाउँमा आएँ, बुझाउन पाइयो नेपालीहरूलाई। त्यस पछाडि मैले उहाँहरू दुईटैको सङ्गत छोडेर, अब त्यो लामो कुरामा नजाउँ, खड्गप्रसाद ओलीदेखि लिएर त्यो प्रचण्डकोदेखि लिएर सबैलाई मैले सङ्गत छोडेर मैले सबै कुरो बुझिसकेपछि मैले एफिलिएसनको लागि कहाँ जानु पर्यो भन्दा सर्वोच्च अदालत जानु पर्यो। यो दलबाट त भएन। त्यस पछाडि म सर्वोच्च अदालतमा गएर मैले रिट हालेर मैले कहाँ बाटो बिराएँ त? हामी नेपालीले कहाँ बाटो बिरायौँ त? इजार कहाँ गाँठो पऱ्यो त? चङ्गाको धागो कहाँ छुडियो? जहाँ छुडियो त्यहाँ जोड्नुपर्छ। हामीले बाटो कहाँ बिरायौँ त? जहाँ बाटो बिरायौँ, जहाँ गएर बाटो भुल्यौँ, ती फर्केर गएर फेरि नयाँ बाटो समाउनुपर्छ भनेर मैले मेची अञ्चलको सुदूरपूर्वमा मेचीको किनारमा लगेर राजाको हातबाट पानसमा दियो बालेर शान्तिका दूत परेवा उडाएर हामीले अब हामी पुरानै ठाउँमा फर्केनौँ भने हाम्रो मुलुक पनि रहँदैन, हाम्रो धर्म पनि रहँदैन, हामी पनि रहँदैनौँ भनेर मैले 2079 साल फागुन 1 गते राजाको हातबाट पानसमा दियो बालेर म अघि बढेँ।